Mama, any last words? यहाँबाट कुद्ने रे पहिला चेक गरौँ होइन गएर जोस कतिको आउँछ त्यसपछि ल लेट्स गो गाइज यति देखेपछि त तपाईँहरूलाई थाहा भइसक्यो आज हामी के गर्न कहाँ जाँदैछौँ भनेर होइन पहिला केटाकेटीहरूलाई यसो यो ठाउँ रमाइलो रहेछ घुम्नलाई अब के भन्छन् के गर्नुभन्दा अगाडि के गर्ने भन्छन् नि अब मर्न जानला जस्तै हो होइन त्योभन्दा अगाडि त टन्न खानु पऱ्यो के थाहा डोरी छिन्निएर तलमाथि केही भयो भने त्यही भएर मिठो खाना पनि पाइँदो रहेछ रेस्टुरेन्ट रहेछ देखा जाला बादमा भनेर दबागे हानियो सबैजना मिलेर खाना मिठो पनि थियो होइन एकदम बवाल मजाले सबैजनाले मिठो मान्यो अलिअलि बिस्तारै लाभा हात सार्ने माथि रहर आफ्नो आफ्नो ल खुट्टा सार्नु छ होला केही गर्न सबैले है ल खुट्टा सारेपछि फेरि हात सार्ने कहाँ हुन्छ भविष्यमा सगरमाथा चढ्ने मान्छे हुँ भनेर हाम्रो डाक्टर साहब पनि चढ्नुभयो फेरि मान्नुहुन्न कहाँ पैसा सस्तो भयो हो कि जोस जाँगर बढी लाग्यो हेर त त्यो जाइनले गरे स्विङ होस् या बन्जी जम्प इट्स नट अ जोक माइट अनि यो इनर्जी ड्रिङ्क्स पिएर जोसमा गरिने काम पनि होइन बन्जी जम्प पुलबाट सयौँ फिट तल सिधै काली नदीतिर डोरीको भरमा हाम फाल्नु भनेको केही सेकेन्डका लागि त सुसाइड गरे जस्तै फिल आउने चिज हो यो अब कुरो रह्यो डरको कुरै नगरौँ यार ये जानलेवा काम है म त कुनै हालतमा गर्नेवाला थिइनँ तर के गर्नु बुढीको कुरा काट्न पनि सकिएन कुनै दिन तिमीले दिएको विष पनि खाइदिन्छु प्रिय भन्ने त्यो शब्द आज आफैलाई विष जस्तो आहा अब सँगै हाम फालौ भन्दा कसरी नाइ भन्नु के त्यसैले आज लिगामेन्टहरु गएको ब्याक प्रब्लमहरु सो नी पेन एंकल त्यस्तो पेन त छैन त्यस्तो छैन एट द मोमेन्ट अलिअलि यो पेनमा त छु म पेन मात्र हो हल्का पेन मात्र हो सर्जरीहरुको त्यस्तो नै सर्जरी केही पनि स्पिनहरु भएको नै नै त्यस्तो केही पनि मात्र हो नि है ओके अनि रेगुलर लिनुपर्ने मेडिसिनहरु छ थाइराइड एन्जाइटी डिप्रेसन छैन है अनि रिसेन्टमा गरेको सर्जरी पासमा गरेको सर्जरी केही छ छैन है त्यसो भए दुवैजना मेडिकल कन्डिसन अल गुड अल फाइन हुनुहुन्छ है अब यताबाट गइसकेपछि हजुरहरु स्विङ गर्न सक्नु भएन भने हजुरहरुको पेमेन्ट चाहिँ रिफन्ड ट्रान्सफर केही पनि हुँदैन है गर्न सक्नुहुन्छ गरेर आउनुहोस् र हजुरहरु चाहिँ अर्को साइडमा गएर चाहिँ हाम्रो रिसेप्सनको बाट चाहिँ सर्टिफिकेट अफ पेमेन्ट रिसिभ आउँछ त्यो चाहिँ कलेक्ट गरेर जानु होला ल दुवैजना रेडी हुनुहुन्छ अब यति भइसकेपछि कसरी नाइ भन्नु त्यसैले आज हामी स्विङ टुगेदर गर्दैछौँ कस्तो फिल भइरहेको त म त एकदम एक्साइटेड म त डराएर हो के भन्ने ल अब अलमोस्ट रेडी भइसक्यो यहाँबाट 228 मिटर डिप रहेछ बबाल एक्सपिरियन्स हुनेवाला छ अब छिटो इच्छा केही छ लास्ट वर्ड्स भनौँ सोधा मामा एनी लास्ट वर्ड्स अब हेर है ओ छोरी छोरी यहाँ काकु बाइ बाइ गर बाइ बाइ काकु लास्ट ब्रीथ गर्छलाई ओए ल रेडी हो गेट रेडी है त डाउन डाउन हैन ओके ल लेट्स काउन्ट डाउन 3 2 1 स्टार्ट तल गइस त छुट्टी नै रहेछ अहिले त अब सक
अब यति भिडियो हेरिसकेपछि कस्तो भयो कस्तो हुने रहेछ यार भनेर सोध्दै चाहिँ नआउनु होला गाइज है। लास्ट मजा आयो, अर्कै संसारमा पुग्यो। वेयर एभर यु आर न्युली म्यारिड अर हेभ बिन म्यारिड फर मेनी इयर्स गाइज, डोन्ट मिस द्याट चान्स, डु वन्स इन यर लाइफ है त। अब की बार बालेन सरकार अब की बार बालेन सरकार भन्दै जे होस् लाइफको एउटा भयङ्कर दामी बवाल एडभेन्चर गरेर सबैजना घरतिर फर्कियौँ हामीहरू है। घरतिर फर्किएर मन्दिर दर्शन पनि गरियो। यो एडभेन्चर गर्दाखेरि चाहिँ झुट्टै किसिमको मजा आउने, डर थ्रिल हुने है। तैपनि बुढीलाई मन्दिरमा भगवान्सँग प्रार्थना गरे, ए भगवान् मेरो बुढीलाई यस्ता उटपट्याङ चिजहरू दिमागमा नल्याइदिनु होला भन्दै अब दायाँ बायाँ केही नसोच्नुहोस्, बुढीलाई च्याप्प बोक्नुहोस्, हिँडिहाल्नुहोस् है। जिन्दगीमा यस्तो लाइफमा आउँदैन, एकपटक हो, गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ भिडियो गाइज।